वाटरफल यस्तो भ्यू साथसाथै खोलाको एउटा चिज देखाउने छु है। जङ्गली भिरमौरी चाकाम रहेछ त्यो चाहिँ जङ्गल माछाको बच्चाहरू भुरुरु छ यो। आएको अब चाहिँ समय गयो है, मजाको दिन भयो। माछा त गनाएको मात्रै। अब भिडियोलाई चाहिँ हेरौँ है त अन्तिमसम्म होइन, के गर्नुपर्ने गरौँ है त्यहाँनिर, मजा आउँदैन होइन। अब हेलो एभ्रिवान, आज भने चाहिँ हामी है खोलामा आएर आएको छौँ। यहाँनिर माछा खेल्नुको लागि है, देख्नु सक्नुहुन्छ। बम बनाएर खेलौँ भनेको है। हाम्रो गोरे दाले चाहिँ मुस्दैछ है मैदा। अब माछा कतिको पर्दा रहेछ भनेर देखाउने छु तपाईँहरूलाई भिडियोमा। मुस्दैछ है बम, बम चाहिँ यसलाई भन्छ। यसलाई डोलो पारेर चाहिँ सलेतो बालेर पड्काउनु पर्छ यहाँ खोलाभित्र हालेर है। भन्नु मुसिँदैन रहेछ त अन्त, झ्याउ हुँदो रहेछ त। सुक्खा बनाएको किलो भयो पुरा। भ्यूहरू यस्तो छ है। आजको चाहिँ मौसम दामी छ है। माछा यहाँ चाहिँ कत्ले मात्रै लाग्छ है, कत्ताला मात्रै लाग्छ यहाँ। आज माछा बोक्नु चाहिँ गाडी ल्याइएन है, बाइकमा त बोक्नु सक्दैन होला। ल हाम्रो गोरे दादा हो उहाँ चाहिँ। माछा के कसो हुन्छ देखाउने छु है तपाईँहरूलाई। मजा सुकुन मिल्छ क्या खोलामा चाहिँ, सुकुन, कसैको च्याङच्याङ छैन। लो अब भने चाहिँ बम फिट हुँदैछ यहाँ है, वारको लागि चाहिँ बम यसरी गर्छ। माछाले त कहाँ खान्छ त यसरी बनाउँदो रहेछ। बममा चाहिँ प्रायः खेल्ने बानी छैन हामीले हो। उता त एक्सपोर्ट भएको छ नि, उता त हन्टर हो नि। अब अस्ति भर्खर 12 केजी आदिको माछा मारेको दिक्छु खोलामा। अहिले भन्छ बम हुँदैछ है। हेलो गाइस, अहिले भने चाहिँ है एउटा कत्ले गोरे दादाले मारेको छ, म देखाउने छु तपाईँहरूलाई। एउटा स्टार्टिङ चाहिँ हाम्रो एउटा कत्लेबाट भएको छ है। भरेसम्म हेरौँ के कसो कति मारिँदा छ है। एउटा कत्ताला परेको छ ठिक्कैको। ल त्यहाँ भरेसम्म कति पर्छ म देखाउने छु सबैलाई तपाईँहरूलाई। कति सफा पानी छ गाइस है, ओ बरै सफा पानी। आम्मा खोलाको ढुङ्गा चाहिँ टल्केर हुन्छ नि। तल गोरे दा चाहिँ पर छ, मछली मार्दैछ लो, उसले मारेको हो क्या।
कस्तो मजाको वाटरफल आम्मामा देख्न सक्नुहुन्छ है तपाईहरुले साह्रै दामी छ सो ब्युटिफुल वाटरफल यहाँ माथि देख्छ दाजु एकजना दाजु दुईजना बहिनी चाहिँ पछि गएको है यो ढुङ्गादेखि यही दहमा डुबाएको अरे अरे गोरे दा त अघि आएको छ यहाँ माथि बसिरहेछ जङ्गली भिर मौरी काम रहेछ त्यो चाहिँ जङ्गली मौरी है भिरको त्यसको माथिल्लोपट्टि पनि एक गुण रहेछ त्यो चाहिँ झारेको रहेछ केटा यहाँ माथि माछा छैन रहेछ लो है अब चाहिँ माछा छैन लो लो है अब चाहिँ साह्रै गरम भएर हल्का नदिएको यस्तो छ यहाँनिर भ्यू देख तारातारी देख भ्यू पोइन्ट मजाको अब चाहिँ समय गयो है मजाको दिन भयो माछा त गनाएको मात्रै अब भिडियोलाई चाहिँ हेरौँ है त अन्तिमसम्म होइन के गर्नुपर्ने गरौँ है त्यहाँनिर मजा आउँदैन हैन अब काले चाहिँ फेरि एउटा पारे है एउटा फेरि ठुलै कत्ले पारे देखाउनु त देखाउ न म निकै गतिलो अनि गतिलो पारे हो ओहो लो चारवटा भयो चारवटा टकटुक मै लान्छु नि तर खै गाईको घु दिउँ त मलाई गाईको घु दिउँ त म पनि पार्नु पर्यो यतै फ्याँक्छु